हेलो एन्ड नमस्ते साथीहरू, हजुरलाई स्वागत छ सावित्री युट्युब च्यानलमा। आज म बुढानीगण्ठ मन्दिरमा मान्छेहरू आउजाउ गरेर छु धेरै। अनि यहाँ आएर हरे राम हरे कृष्ण त भन्नु नभन्नु भएन, भन्नुपर्ने हुन्छ, भगवानको आराधना गर्नुपर्ने हुन्छ। अनि यहाँ आएर यो मन्दिरमा फर्स्ट टाइम मलाई यस्तो भयो होला कि मेरो आँखा रसाएको के गुरुजीको प्रवचन सुनेर आनन्द शान्त ठाउँ कि शीतल मन शान्ति हुने, यहीँ बसौँ जस्तो फिल हुने के। मनमा शान्ति के चिसो हावा, हरे राम 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 हरे कृष्ण उभिँदा वेट गर्दा गर्दा झ्याउ लाग्यो होइन तिमीहरूलाई? पानीको त चप्पल लाग्यो। राम्रो अच्छी देखी है, अच्छी चिरो चिरो हामी घर फर्किँदैछौँ। अघि कस्तो लोभ भने थाहा छ गुरुजीले? अब यहाँनिर पानीपुरी छैन, पानीपुरी खाम खान पाए हुन्थ्यो। लोभ, त्यो पनि लोभ। अब के छ घरमा हुँदैन, फेरि म किन्छु है यो मसँग भन्ने त्यस्तो लोभ। के भनिस् त? मासु भात टन्न बनाइराख्छ भनिस् क्या? अनि के को मासु भनिस्? के खसी खाँदिनस्? राई त हाम्रो अफिसमा एकजना भले आँखामा आँसु आएको एकजना त्यत्तिकै भने खसीको मासु त्यस्तो हुँदो रहेछ कि खसीको मासु पकाएको कता लसपस भयो अरे, त्यतिकै खाना खाँदै आँखामा आँसु आएको। मासु नखायो कि त्यसले खाना खाम हाम्रो अफिसमा कि एकजना स्टाफ, अनि एउटा के पार्टी थियो होइन, अनि खसीको मासु पकाएको, अनि खान्छौँ भनेको त उसले नखायो कि उसलाई छुट्टाएको थियो होइन, त्यही पनि त्यो खोइ किन अब सँगै पकायो भनेर के भनेर हो, त्यत्तिकै आँखामा आँसु आएको यार। अनि के भएको भनेर भनेको त पछि के भने होइन मलाई अब खै कहाँ कतै लसपस भयो होला, मलाई यस्तै हुन्छ खसीको मासु हाम्रो चल्दैन भनेको थियो नि। हेलो गाइस, आज हामीहरू यहाँ
कृष्ण मन्दिर आएको हुँदो रहेछ दुईजना अब यहाँदेखि माथिको मन्दिर जाने अनि घर जाने हामीहरू एकचोटि त्यो मन्दिरमा गएर है छिटो छिटो पूजा गरेर आइहाल्यो जस्तै हामीले आज दान गऱ्यौँ भने दान गरेको त्यो दानपेटीमा नि हामी दान गरेर त्यो पनि दान गरेर त हो किन भन त दानपेटीकोमा राख्यौँ नि त हामीले त्यो पनि दान चक्र आइपुग्यो त्यो साथी घरमा जा भन्न रत्न पार्क कि चक्र बस्न भनेको थियो फुलको मालाहरू तपाईँ खाना खानुभयो लाइन लामो छ बाहिरबाट रहेछ है लाइन धेरै लामो छ कि हामी लाइन नबसिकन बाहिरबाट सम्झौँ बाहिरबाट कहाँबाट हो गर विष्णु मन्दिर त्यो झोलामा छ फुल पार्टिङ गर नि म गर्छु के फुल होइन धुप त्यसमा छ त्यहाँबाट सल्काउँदा हुन्छ उता त्यताबाट सल्काउनु हुन्छ भित्र जाऊ पऱ्यो भित्र पूजा गर अनि के भयो